भूगोलका पिता भनेर कसलाई चिनिन्छ? अप्सन ए हेरोडोटस, अप्सन बी कोलम्बस, अप्सन सी भास्को डी गामा, अप्सन डी इरेटोस्थनीज। र यसको सही उत्तर हुन्छ अप्सन डी इरेटोस्थनीज। भूगोलका पिता भनेर चिनिन्छ। नेपालको सबैभन्दा पूर्वी बिन्दु 88°12 पूर्वी देशान्तरलाई मानिन्छ। उक्त देशान्तरले छोएको जिल्ला कुन हो? अप्सन ए ताप्लेजुङ, अप्सन बी पाँचथर, अप्सन सी इलाम, अप्सन डी झापा। र यसको सही उत्तर हुन्छ अप्सन ए ताप्लेजुङ जिल्ला। नेपालले एसिया महादेशको कति प्रतिशत भूभाग ओगटेको छ? अप्सन ए 0.3%, अप्सन बी 0.03%, अप्सन सी 0.003%, अप्सन डी 3%। र यसको सही उत्तर हुन्छ अप्सन ए 0.3% ओगटेको छ। विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्छ भने दोस्रो उच्च शिखर कुन देशमा पर्दछ? अप्सन ए अफगानिस्तान, अप्सन बी पाकिस्तान, अप्सन सी भारत, अप्सन डी नेपाल। र यसको सही उत्तर हुन्छ अप्सन बी पाकिस्तान देशमा पर्दछ, जसको नाम K2 हिमाल हो। एउटा वयस्क रुखले औसतमा दैनिक कति किलो अक्सिजन उत्पादन गर्दछ? अप्सन ए 1.5 केजी, अप्सन बी 2.7 केजी, अप्सन सी 3.5 केजी, अप्सन डी 4.2 केजी। र यसको सही उत्तर हुन्छ अप्सन बी 2.7 केजी उत्पादन गर्दछ। नोबेल पुरस्कार बढीमा कतिजनासम्मलाई संयुक्त रूपमा प्रदान गर्न सकिने प्रावधान रहेको छ? अप्सन ए 2 जना, अप्सन बी 3 जना, अप्सन सी 4 जना, अप्सन डी 5 जना। र यसको सही उत्तर हुन्छ अप्सन बी 3 जनालाई संयुक्त रूपमा प्रदान गर्न सकिन्छ। नेपालमा केन्द्रीय कारागारको स्थापना कुन राणा प्रधानमन्त्रीको पालामा भएको थियो? अप्सन ए चन्द्र शमशेर, अप्सन बी वीर शमशेर, अप्सन सी जुद्ध शमशेर, अप्सन डी जङ्गबहादुर राणा। र यसको सही उत्तर हुन्छ अप्सन बी वीर शमशेरको पालामा निर्माण भएको थियो। खप्तर राष्ट्रिय निकुञ्जको क्षेत्रफल कति रहेको छ? अप्सन ए 150 वर्ग किलोमिटर, अप्सन बी 225 वर्ग किलोमिटर, अप्सन सी 350 वर्ग किलोमिटर, अप्सन डी 425 वर्ग किलोमिटर। र यसको सही उत्तर हुन्छ अप्सन बी 225 वर्ग किलोमिटर रहेको छ। नेपालमा विवाहपछि महिलाको थर पुरुषको थरमा बदल्ने चलन चलाउने मल्ल राजा को हुन्? अप्सन ए जयस्थिति मल्ल, अप्सन बी रत्न मल्ल, अप्सन सी प्रताप मल्ल, अप्सन डी यक्षे मल्ल। र यसको सही उत्तर हुन्छ अप्सन ए जयस्थिति मल्लले यो प्रचलन सुरुवात गरेका थिए। नेपाल प्रशासन सेवा अन्तर्गत हाल कतिवटा समूहहरू रहेका छन्? अप्सन ए 3वटा समूह, अप्सन बी 4वटा समूह, अप्सन सी 5वटा समूह, अप्सन डी 6वटा समूह। र यसको सही उत्तर हुन्छ अप्सन ए 3वटा समूह रहेका छन्। नेपालमा सर्वप्रथम घुस लिन नपाउने कानुनी व्यवस्था गर्ने व्यक्ति को थिए? अप्सन ए जङ्गबहादुर राणा, अप्सन बी भीमसेन थापा, अप्सन सी पृथ्वीनारायण शाह, अप्सन डी रणबहादुर शाह। र यसको सही उत्तर हुन्छ अप्सन बी भीमसेन थापाले सुरु गरेका थिए। सत्ययुगमा नेपालको नाम के थियो? अप्सन ए तपोवन, अप्सन बी मुक्ति सोपान, अप्सन सी सत्यवती, अप्सन डी नेपाल। र यसको सही उत्तर हुन्छ अप्सन सी सत्यवती थियो। गोपाल वंशी पहिलो राजा को थिए? अप्सन ए भुक्तमान, अप्सन बी जयदेव प्रथम, अप्सन सी यलम्बर, अप्सन डी धर्मदत्त। र यसको सही उत्तर हुन्छ अप्सन ए भुक्तमान गोपाल वंशका पहिलो राजा हुन्। किराँत राज्यका संस्थापक कसलाई मानिन्छ? अप्सन ए हुमती, अप्सन बी गस्ती, अप्सन सी यलम्बर,
अप्सन डी जितेजस्ती र यसको सही उत्तर हुन्छ अप्सन सी यलम्बरलाई मानिन्छ। नेपालको इतिहासमा पहिलो प्रमाणिक राजा को हुन्? अप्सन ए मानदेव, अप्सन बी अंशुवर्मा, अप्सन सी शिवदेव, अप्सन डी जयस्थिति मल्ल र यसको सही उत्तर हुन्छ अप्सन ए मानदेवलाई पहिलो प्रमाणिक राजा मानिन्छ। नेपालको कुन राजा मर्दा 31 जना रानीहरू सती गएका थिए? अप्सन ए योग नरेन्द्र मल्ल, अप्सन बी भूपालेन्द्र मल्ल, अप्सन सी प्रताप मल्ल, अप्सन डी रत्न मल्ल र यसको सही उत्तर हुन्छ अप्सन ए योग नरेन्द्र मल्लका 31 जना रानी सती गएका थिए।